नमस्कार। everesttimes.net हेर्नुभएका देश विदेशमा रहनुभएका सम्पूर्ण दर्शकहरूलाई everesttimes.net को तर्फबाट हार्दिक स्वागत तथा अभिवादन। दर्शकहरू, हामीले यो बेलायतबाट प्रकाशन हुने नेपाली साप्ताहिक पत्रिका एभरेस्ट टाइम्स को अनलाइन everesttimes.net मार्फत पनि बेलायतमा रहेका विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने, छलफल गर्ने र बहस गर्ने हामीले यो गर्दै आएका छौँ। र आज हामीसँग कुराकानीकै क्रममा हुनुहुन्छ BGWS अर्थात् ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी UK का अध्यक्ष मेजर रिटायर टिकेन्द्र दल देवानजी हुनुहुन्छ र उहाँसँग आज हामीले यो पछिल्लो गोर्खाको जुन अधिकार छ त्यो अधिकारको बारेमा पछिल्लो चाहिँ अपडेट के छ त र गोर्खा आन्दोलनको अवस्था कहाँनिर पुगिरहेछ र BGWS ले यो गोर्खा आन्दोलनको जुन आन्दोलन छ यो आन्दोलनलाई कहाँसम्म पुर्याइरहेछ त भन्ने सन्दर्भमा उहाँसँग हामीले आज कुराकानीमा जुट्नेछौँ र आज यसै सन्दर्भमा उहाँसँग बहस हुनेछ। आउनुहोस् उहाँलाई आज हाम्रो यस कार्यक्रममा स्वागत गरौँ। हाम्रा BGWS का अध्यक्ष टेकेन्द्र दल देवानजीलाई नमस्कार सर। नमस्कार। हाम्रो कार्यक्रममा यहाँलाई स्वागत छ। हजुरलाई एकदम ठुलो धन्यवाद, तपाईले यो अवसर दिनुभयो मलाई। थ्याङ्क यू भेरी मच everesttimes.net लाई। अनि यो पछिल्लो जुन गोर्खाहरूको जुन आन्दोलन तपाईहरुले जुन स्थापना कालदेखि उठाइरहनु भएको छ यो पछिल्लो के छ अपडेट के छ त्यो त्यहीबाट सुरु गरौँ आजको हाम्रो कार्यक्रम। अपडेट भन्नाले अहिले तपाईको विभिन्न क्षेत्रबाट विभिन्न संस्थाहरूले विभिन्न आवाज उठाइरहेछ, हजुरलाई बितिँदै छ र यही कुरोहरू विषय लिएर एक दुईवटा कुरा भन्नु चाहिँ आवश्यक देखिन्छ। म जुन हाम्रो संस्था भने 2003 मा स्थापना भएको यो सेटलमेन्टकै आधारले गर्दा युकेमा जन्मेको हो। अनि 2003 देखि हाम्रो उद्देश्य तीनटा रहेछ। हाम्रो मेन पोइन्ट सेटलमेन्ट, इक्वालिटी अनि इक्वल पेन्सन। हजुर, सेटलमेन्टको विषय हजुरलाई थाहा छ। 2003 मा हामीले ठुलो पहल गऱ्यौँ। फर्स्ट टाइम लिभरपुलमा ठुलो मार्च भयो, ऐतिहासिक मार्चहरू भयो इत्यादि भएर सफलतापूर्वक हुनु तर हाफ बेक्ड सक्सेसफुल भयो। तर कति मान्छेलाई यहाँ विलम्ब पारेको छ कि यो चाहिँ पोस्ट 97 मा अवकाश पाएर जानेहरूलाई मात्रै होइन, यति बेला चाहिँ दिनु सम्पूर्ण गोर्खालाई दिएकै हो। हाम्रै संस्थाबाट त्यतिले युकेमा रहेका प्रि 97 का दाजुभाइहरू 400-500 हाम्रैबाट ILR भन्ने सेटलमेन्टको उहाँहरूले निकाल्नु भयो। फर्स्ट टाइम एभर भनौँ न, सेटलमेन्ट भन्ने कुरै यो प्रकाशनमा आयो र नेपालतिर पनि यसको हल्ला मचेको हो। तर त्यो चाहिँ कुनै पनि हालतमा पोस्ट 97 भनेको थिएन। किनकि यहाँ हाम्रोमा समुदाय छ कि प्रि 97 का दाजुभाइहरू पनि धेरै टोलले हामी सँगसँगै यो सेटलमेन्ट प्राप्त गरेको हो। मात्र के भयो भने चाहिँ 2 वर्षको एउटा पिरियड तोकेको थियो उहाँहरूले। 2004 मा जब यो डिक्लेयर भयो 2006 को अक्टोबरसम्म चाहिँ उहाँहरूले म्याद तोकेको थियो, यो भित्र चाहिँ सबैले पाउने भन्ने कुरा आएर मान्छेले धेरै निकाले पनि। तर एउटा कानुन बसाउनुको कारणले 2006 मा चाहिँ अक्टोबर 24 तारिकको दिन चाहिँ उनीहरूले नयाँ कानुन के लगायो भने पोस्टको आफ्नो जग्गामा छ र सर्भिस गरिरहेका मान्छेहरू हुनु, विशेष पोस्ट भन्दा पनि जुनै पनि गोर्खालीले चाहिँ 3 वर्ष युकेमा कन्टिन्यू सर्भिस गरेको हुनुपर्छ भनेर एउटा क्राइटेरिया राख्दाखेरि धेरै मान्छेहरू अथवा भनौँ प्रि 97 का नछिन्नु सक्ने देखियो, अवस्था आयो भनौँ न। त्यो कुरो चाहिँ अब अगाडि बढेर गयो। पछि ज्वाला ल्याउनेको क्याम्पेनले त्यो च्याप्टर पनि क्लोज भयो। अन्त जहाँसम्म BGWS छ सेटलमेन्टको च्याप्टर क्लोज भयो होइन। त्यसमा एउटा रह्यो तपाईँको एउटा भन्नु जरुरी छ, ओभर 18 का नानीको अहिले धेरै कुरा उठिरहेछ। ओभर 18 को नानीले नपाउने भन्ने कुरा छैन। हाम्रै संस्थाबाट हामीले 600-700 ओभर 18 एजका नानीहरूको हामीले सेटलमेन्ट भिजा प्रोसेस गऱ्यौँ सक्सेसफुली। त्यसमा चाहिँ तपाईँको एउटा क्राइटेरिया के छ भने चाहिँ इमोसनली फाइनेन्सियली टोटली डिपेन्डेन्ट पेरेन्ट्सहरूसँग बसिरहेको, पढिरहेको, अविवाहित र काम कुनै नगरेको, टोटली डिपेन्डेन्ट। त्यो डिपेन्डेन्टको अर्थ चाहिँ आउनुपर्छ। त्यो चाहिँ क्राइटेरिया अहिले पनि छ। तर कुनै मतलब यो छैन कि ओभर 18 लाई टोटली वञ्चित चाहिँ छैन, त्यो छैन। त्यो क्राइटेरियामा त्यो पनि छिरिरहेकै छ कि। र सेटलमेन्टको एकतिर च्याप्टर क्लोज भयो भने यसको नकआउट इफेक्ट के भयो भने सरकारलाई बाध्यता परेर गोर्खालीको टर्म्स एन्ड कन्डिसन चाहिँ उहाँहरूले रिभ्यू गर्नु कर पर्यो हुन, जुनले गर्दाखेरि अहिले सर्भिङ हाम्रो गोर्खा दाजुभाइहरूले चाहिँ इक्वल टर्ममा ऱ्याङ्क, व्यवस्था, पे
अलाउन्स छुट्टी इत्यादि सबै अहिले इक्वल फुटिङमा छ र जहाँसम्म हाम्रो बिजनेसको 3वटा सूत्रमा 2टा त पुरा भयो सेटलमेन्ट इक्वल राइट रह्यो इक्वल पेन्सन इक्वल पेन्सनको लागि हेर्नुहोस् दुईतिर लाग्ने हामी पोलिटिकली पनि अनि लिगली पनि लिगली मान्छेले बुझ्नु के जरुरी छ भने लिगलीको चाहिँ म्याद हुन्छ क्या तोकेको म्यादभित्र चाहिँ तपाईँले लिगली केस हाल्नु भएन भने जति नै तपाईँको आर्गुमेन्ट बलियो होस् या लिगली भायबल होस् त्यसले ठाउँ पाउँदैन त्यसले गर्दाखेरि त्योलाई पनि मध्यनजर राखेर टाइम अनुकूल अनुसार हामी लिगली पनि यसलाई अगाडि बढायौँ र पोलिटिकली त हामीले पैसा पनि आफ्नै संस्थाबाट धेरै नै खर्च गरेको 60-70,000 खर्च गरेर व्हाइट हाउस कन्सल्टेन्सी प्रोफेसनल बडी लगाएर विभिन्न तपाईँको एमपीहरू भनौँ न अब अहिलेको एमपीहरू जो छ त्यति बेला स्याडोमा थिए भने त्यति बेला अहिलेका स्याडोहरू जल्दो बल्दो गरेर भन्नाले भेट्नु चाहिँ जति भेट्नुपर्ने एमपीहरूलाई हामीले भेट्यौँ मद्दत दिन्न यो ठिक छैन भन्ने कोही पनि थिएन तर लास्टमा गएर के हुँदो रहेछ भने पार्टी लाइनले बेग्लै कुरो गरेपछि इन्डिभिजुअली उहाँहरूको जति नै विचार भए तापनि त्यसलाई चाहिँ पार्टी तपाईँको मन्त्रालयले चाहिँ ओभरस्याडो गर्छ जस्तो अहिले तपाईँले हेर्नुभयो भने हाम्रो ज्ञानराजजीले ठुलो काम गर्नुभयो उहाँलाई ठुलो स्याबास छ उहाँले सत्याग्रह गर्नुभयो र त्यसको आधारमा एउटा अल पार्टी पार्लियामेन्ट ग्रुप पनि खडा भएको छ तर एउटा तपाईँलाई एउटा चाखलाग्दो कुरो के अरे 2011मा हामीले पनि एउटा अल पार्टी पार्लियामेन्ट ग्रुप गठन गरेकै हो इन्ट्रेस्टिङली तपाईँले अहिले हेर्नुहुन्छ भने जुन अहिले यो अल पार्टी पार्लियामेन्ट ग्रुपमा सदस्यहरू हुन्छ जस्तो चेयरम्यान अहिले तपाईँको ज्याकी डोयल प्राइस हुनुहुन्छ भने भाइस चेयर रबर्ट बकल्यान्ड सेक्रेटरी रजर विलियम्स भने 2011 को यही पार्टी पार्लियामेन्ट ग्रुपमा ज्याकी चाहिँ भाइस हुनुहुन्थ्यो रबर्ट चाहिँ त्यति बेला बकल्यान्ड चाहिँ चेयरमा हुनुहुन्थ्यो र रोजर चाहिँ एउटा सदस्य हुनुहुन्थ्यो र त्यही के अरे भनौँ न महानुभावहरूलाई नै यहाँ के अरे गठन गरेको बुझिन्छ यसमा एउटा मलाई के राम्रो देख्यो भने चाहिँ अपोजिसनबाट डेभिड एन्डरसन उहाँ चाहिँ लेबरको हुनुहुन्छ उहाँ एकदमै सिन्सियर मानिस हुनुहुन्छ उहाँ चाहिँ पक्का गोर्खालीपट्टि चाहिँ उहाँको पक्का सिन्सियर सपोर्ट छ नै त्यति बेला उहाँ नै यो अल पार्टी पार्लियामेन्टको चेयर बस्नु हुनुहुन्थ्यो तर उहाँको त्यो रोलले गर्दा पोस्टले गर्दा उहाँलाई नमिलेर रबर्ट बकल्यान्डको चाहिँ कन्जर्भेटिभको एमपी हुनुहुन्छ उहाँलाई यो पद दिएको थियो धेरै बहस भयो 1-2 वटा तपाईँको बैठकमा हाम्रो अरू संस्थाका जस्तै युबिजनको साथीहरूलाई पनि निम्ता थियो र त्यही बडी छ र हामीले हेर्दा चाहिँ हामीले पनि गर्नु चाहिँ जति पोलिटिकली गर्नु सक्नुपर्ने हामीले प्रयास गऱ्यौँ र असफलता भयो भनौँ न किन हामीले जति मेसेज दिनु त दियौँ र अहिले गएको यो जुन चाहिँ एउटा प्याकेज लिएर युबिजनको गएको छ उहाँ साथीहरूलाई अब हाम्रो एकदमै ठुलो बेस्ट विसेस भनौँ न र हामीले जहाँ मद्दत दिनुपर्ने दिइरहेको छौँ खुल्ला रूपमा हामीले उहाँहरूलाई सँगसँगै अब नमिलेको कारण चाहिँ हाम्रो युरोपियन कोर्टमा केस बसिरहेछ त्यसको धेरै बहस भएको छ र आखिरीमा अहिले आएर फेरि हाम्रो वकिलहरूलाई चाहिँ 24 जनवरीभित्र चाहिँ फाइनल हाम्रो आर्गुमेन्ट पेस गर्ने भनेको छ र एकतिर तपाईँले लिगली तपाईँले चलिरहेको बेलामा फेरि सडकमा निक्लिनु पनि अलिक अप्ठ्यारो पर्ने अवस्था आउँछ भनेर नि तर पनि उहाँहरूलाई हाम्रो जति भनौँ न मोरल सपोर्ट चाहिँ हाम्रो पुरा छ र यो कदम अगाडि बढ्दा हाम्रोबाट कुनै स्टेटमेन्टले या केही एभिडेन्सले मद्दत पुग्छ भने हामी पछाडि हट्ने छैनौँ जियोसियो अस्ति जुन अब ज्ञानराजले लगभग 15 दिन अनसन जाने बस्नु भने हैन त्यो बसेपछि यो आल अब पार्टिजको चाहिँ एउटा ग्रुप गठन भयो यो गठन यो ग्रुपसँग तपाईँहरूको 2011 पनि कुरा भइसक्यो तर उपलब्धि हुन सकेन तर सायद यो पालि अब उहाँहरूको आवाज ठुलो भएर हो भनौँ न सायद आई होप दे आर सक्सेसफुल किन जुन चाहिँ उहाँहरूको माग पनि अलिक अप्ठ्यारै छ होइन सरकारलाई दिनु पनि तर पनि आफूलाई चित्त नबुझेको कुरो अगाडि पेस गर्न आफ्नो अधिकार हो र उहाँहरूले त्यो गर्नुभयो राम्रो कुरो हो यसमा कुनै प्रकारको हाम्रो सहयोग चाहिन्छ हामी पछाडि हट्दैनौँ भने त उहाँहरूलाई भनिराखेको छौँ हामीले तर यति हो कि अलिक मजबुत भएर एभिडेन्स चाहिँ बलियो लिएर जानुपर्छ किन सरकारसँग लड्दैछ यो उहाँहरूले विचार सायद राखिसक्नु भएको छ होला यो लिगल ब्याटल होइन यसमा कुनै तपाईँको वकिलको सल्लाह लिगल यसमा जरुरी छैन यो मौका के छ भने इमोसन हामीलाई यो पुगेन त्यो पुगेन भन्ने मौका चाहिँ एकदम राम्रो छ
लिगली जाँदा यो कुरो अप्ठ्यारो पर्छ लिगलीमा चाहिँ फ्याक्ट फिगर ब्ल्याक एन्ड व्हाइट ग्रे हुन्न र उहाँहरूले अवसर पाउनु भएको छ कि ग्रे लाउनु मिल्छ यसमा भन्नाले हामीलाई यो तनखा यति बेला राम्रो भएन हङकङमा हाम्रो बसाइ राम्रो थिएन इत्यादि भन्ने कुरोहरू लाउनु सक्नुहुन्छ इमोसनल धारणा पोखाउनु सक्नुहुन्छ उहाँहरूले जस उहाँहरूको यो जुन सत्याग्रह सङ्घर्ष समितिको जुन उनीहरूको माग छ 5वटा हजुर त्यो 5वटा मागहरूमध्ये त्यस्तो एकदमै चाहिँ गहकिलो माग चाहिँ कुन चाहिँ हो गहकिलो माग हाम्रै मागसँग भनौँ न हाम्रो मात्रै नभनेर सम्पूर्ण गोर्खालीको मागै इक्वल पेन्सन त्यो चाहिँ एउटा बलियो नै छ किन यो धेरै नै भेदभाव भइरहेकै छ र यसमा अलिक अप्ठ्यारो छ त ओभर 18 को अटोमेटिक राइट उहाँहरूले माग्नु भएको छ पाओस् नपाओस् त कसले भन्छ र होइन अप्ठ्यारो के पर्न सक्छ भने अझ कहाँसम्मलाई दिने त कुन उमेरसम्म दिने त्यो एउटा उहाँहरूले अब लाइन कोर्टमा अप्ठ्यारो पर्छ र अब यसमा गोर्खाली मात्रै भनेर हुन्छ यो त इमिग्रेसनको रुल हो एकखेप हामीलाई दियो भने सबैलाई सहुलियत फेरि उहाँहरूले दिनैपर्छ त्यो एउटा उहाँहरूले कसरी मिलाउँछ सायद उहाँहरूको हातमा चाहिँ त्यो कुरो अर्को 100% मेडिसिनको भन्दै थियो त्यो कुरो पनि अलिकति याद गर्नुपर्ने कुरा आउँछ दर्शकहरू अहिले हामी कुराकानी गर्दैछौँ BGWS का अध्यक्ष मेजर रिटायर टिकेन्द्र दलदेवानसँग र एकछिन हामी व्यापारिक विश्राम गर्छौँ र व्यापारिक विश्रामपछि फेरि उहाँसँग फेरि कुराकानीमा जुट्नेछौँ माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा उत्पादन गरिएको अन्नपूर्ण अर्ग्यानिक चिया हरेक दिन पिउनाले तपाईलाई क्यान्सरबाट बचाउँछ मधुमेह रोगबाट बचाउँछ ग्यास्ट्रिक रोगको समस्यालाई समाधान गर्छ तपाईको शरीरको रक्तचापलाई नियन्त्रण गर्छ अनि तपाईको जीवनलाई दीर्घायु बनाउँछ थकानबाट मुक्त तथा शरीरलाई स्फूर्त बनाउँछ सधैँ पिउनुहोस् अन्नपूर्ण अर्ग्यानिक चिया मेजर साहब अब यो जुन सत्याग्रहको कुरा हाम्रो कुरा भइरहेको छ यो कमर्सियल ब्रेक हुँदा पहिला अब पहिलो कुरो भनेको त समान पेन्सन चाहिँ एकदमै महत्त्वपूर्ण कुरो हो त्यो चाहिँ सबै गोर्खाहरूको एउटा माग पनि हो हैन दोस्रो कुरो उहाँहरूले चाहिँ यो 18 वर्षको कुरो पनि तपाईँले गर्नुभयो त्यसका केही समस्याहरूको बारेमा तपाईँले बताउनु भयो र तेस्रो कुरो उनीहरूको के छ भन्दाखेरि यो तपाईँको 7% हैन अब गोर्खा फ्यामिलीहरूलाई चाहिँ तपाईँको चाहिँ यो मेडिसिन औषधि उपचारको कुरो उहाँले गरिनु भएको छ के छ यो त्यस्तो औषधि उपचारको बारेमा यहाँको धारणा यो मेरो पर्सनल कुरो मात्रै हो यसलाई मान्छेले राम्रो विचार गरेर सोच्नुपर्छ यो तपाईँको एक प्रकारले चाहिँ उहाँहरूले ठुलो ड्युटी निभाइरहेछ गोर्खा वेलफेयर ट्रस्टद्वारा विभिन्न जग्गामा गोर्खा वेलफेयर सेन्टर स्थापना भएको छ मोबाइल डक्टर मेडिसिन 70% अब ठुल्ठुलो अपरेसनको पैसा पनि तिरिरहेको छ क्या त्यसले गर्दाखेरि अब मेडिकली हेरेको छैन भने अप्ठ्यारो पर्छ जस्तो यहाँ त भुपुलाई अब नेसनल हेल्थ सर्भिस भएकोले गर्दा त्यसले नै हेरिहाल्छ एउटले हेर्ने कुरा आएन र एउटा अलिकति यहाँ जरुरी कुरो के पनि याद गर्नुपर्छ हाम्रो साथीहरूले पनि यो चाहिँ मैले उहाँहरूले डिफेन्स बनाओस् भन्नुपर्ने कि यहीँकै तपाईँको मलाई जहाँ छ भन्दा ब्रिटिस सिटिजन चाहिँ तपाईँको कहीँ गएर सेटल भयो जस्तो स्पेन इटलीतिर जान्छ नि धेरै यहाँ जाने गर्छ भने उहाँहरू 6 महिनाभन्दा बढी सायद यो हेर्नुपर्ने कुरो बाहिर सेटल भएको छ भने NHS सर्भिस उहाँहरूलाई पनि इमर्जेन्सी बाहेक वञ्चित हुन्छ त्यो त्यस्तो खालको कुराहरू पनि उहाँले हेरेर यसलाई काउन्टर गरेर लगेर राख्नुहुन्छ कि जस्तो लाग्छ जेस यो मेडिसिनको कुरो पनि त्यति चाहिँ त्यति दरिलो माग चाहिँ होइन मतलब माग जाइज तर उहाँले अलिक कभर चाहिँ राम्ररी गरेर ल्याउँछ अस्के यो भने नि आफ्नै सिटिजनलाई पनि एउटा रुलिङ छ उहाँहरूको भने चाहिँ त्यसलाई कसरी काउन्टर गर्ने अनि गोर्खा वेलफेयर ट्रस्टले अहिले दबाई पानी डक्टर इत्यादि दिइराखेकै छ त्यो पुगेन किन पुगेन अब त्यसलाई अलिक उहाँहरूले बिल्डअप गर्नुपर्छ कि भन्ने उहाँको अर्को एउटा माग छ नि जुन अब तपाईँको जुन पारिवारिक क्षतिपूर्ति भन्ने परिवारसँग सँगै बस्न पाएन त्यो बेलाको चाहिँ क्षतिपूर्तिको कुरो पनि उठाउनु भएको छ उहाँले होइन हजुर अब यो पनि एकदम इमोसनली चाहिँ अब ठिकै हो हेर्दाखेरि चाहिँ अब यो नभएको सेपरेसन भन्ने कुरो तर त्यति बेलाको टर्म्स एन्ड कन्डिसनमा हामीलाई थाहा थियो कति बेला फ्यामिली पाउनु भने हामी पनि अब त्यहीबाट आएको होइन र अलिकति यो पनि अप्ठ्यारै छ पाओस् भन्छु म त किन नपाओस् तर यसलाई चाहिँ डिफेन्स र उहाँहरूले यसको कङ्क्रिटली चाहिँ कसरी लान्छ निकै साह्रै होमवर्क गर्नुपर्छ कि जस्तो लाग्छ क्या
जे होस् होमवर्क गरेर गएको भए सायद चाहिँ यो अल पार्टिज ग्रुपले पक्कै पनि उहाँको चाहिँ मागलाई चाहिँ सम्बोधन गर्न सक्छ। हजुर, त्यो जस्टिफाई चाहिँ स्ट्रङली नै गर्नुपर्छ जस्तो लाग्छ कि, किनभने एकतिर टर्म्स एन्ड कन्डिसन थाहा थियो भनेपछि हजुर अहिले आएर फेरि यो भन्ने कुरो अप्ठ्यारो पर्छ कि भन्ने कुरो। अब यो चाहिँ अब हामी प्रसङ्ग बदलौँ। जस्तै अब बेलायतमा चाहिँ अब थुप्रै चाहिँ तपाईँको अब गोर्खाको हक अधिकारको लागि सुनिश्चित गर्नको लागि होइन, त्यसको चाहिँ माग गर्नका लागि विभिन्न सङ्घ संस्थाहरू स्थापना भएका छन् होइन। त्यो मध्येमा अब एउटा संस्था किस हो जसको चाहिँ अध्यक्ष पदमबहादुर गुरुङ हुनुहुन्छ। उहाँले चाहिँ योभन्दा 1 महिना पहिला चाहिँ मिडियामै अथवा यो प्रेस विज्ञप्ति नै उहाँले निकालेर यो जुन सत्याग्रहको कुरालाई यो अलिकति भनौँ न यो त्यसरी मिल्दाखेरि यो चाहिँ यहाँको चाहिँ रक्षा मन्त्रालयले नै उहाँलाई चाहिँ यो सत्याग्रह गर्न लागेको हो भन्ने कुराहरू पनि उहाँले गर्नुभएको छ। त्यो सँगसँगै उहाँले के पनि गर्नुभएको छ भन्दाखेरि एउटा यो 40 सिपाहीलाई यो 40,000 पेन्सन दिने होइन, अनि यो तपाईँको अफसरहरूलाई कति है मलाई त्यति निश्चित त थाहा छैन, त्यो तपाईँले बुझ्नु भएको छ। पदमबहादुरले यस्ता कुराहरू आइसकेपछि यो कुरो अनट्रु हो भनेर तपाईँहरूले चाहिँ आज मात्रै तपाईँहरूले पनि एउटा चाहिँ सूचना प्रकाशन गर्नुभएको छ पत्रिका मार्फत। यसको बारेमा चाहिँ यो उहाँहरूले चाहिँ यो एकदम चाहिँ हामी यो गरिसक्यौँ, उहाँसँग अब एमओडीसँग हाम्रो चाहिँ यो भइरहेछ भन्ने उहाँहरूले गरिरहनु भएको छ भने तपाईँहरूले फेरि चाहिँ यो चाहिँ अनट्रु हो भनेर चाहिँ एमओडीको लेटर्सलाई तपाईँहरूले चाहिँ एउटा सूचनाको रूपमा आज सार्वजनिक गर्नुभएको छ। यसको बारेमा अलिकति बताइदिनुहोस्। यसमा जरुरी के लाग्छ भने पदमजीले बारम्बार राजनीति भन्ने कुरा नै अगाडि ल्याउनुहुन्छ। सायद त्यसले गर्दा होला, सायद उहाँको धेरै कुरोमा राजनीति चाहिँ गुम्सेको हुन्छ कि जस्तो लाग्छ मलाई। अब साधारण लेमेनले हेर्दाखेरि पनि यो सच्चा हो भने डे 1 डे 2 मै गभर्मेन्टले भन्थ्यो अरे यो हामी दिँदैछौँ तिमी किन भुखर्ता बसेको भन्ने थियो। अच्छा, एउटा आरोप उहाँले के लगायो भने चाहिँ यो चाहिँ अब एमओडीको षड्यन्त्र हो भन्ने कुरो उहाँले गर्नुभयो भने यो भूख हडताल त क्यारी नै भएको र एमओडीले त रोकेको होइन। ज्वानो लुम्ले आएर लु नगर्नुहोस् भनेर चाहिँ एकदम बिन्ती गरेर म मिलाउँछु भन्ने आधारमा यो स्थगित भएको हो। एउटा त्यो याद गर्नुपर्ने कुरो आउँछ। र यदि उहाँले भनेको कुरो सही हो भने उहाँले पनि बिचमा भन्नु सक्ने थियो ए ज्ञान भाइ के गरेको हाम्रोमा यो प्रमाणित छ यो हुँदैछ भन्नु सक्नुहुन्थ्यो। उहाँको क्लेम उहाँले भन्छ मौखिक रूपमा अग्रिमेन्ट भन्ने कुरो मौखिक भन्ने कुरो म त विश्वास राख्दैन, तर भयो होला उहाँको लो त्यो पनि एमओडी यहाँ छ तर उहाँले काठमाडौँ सायद अप्ठ्यारो परेर फिलिपिन्समा पनि हुनसक्छ, थाइल्यान्डमा पनि हुनसक्छ, त्यो त आफ्नो जग्गामा छ। त मौखिकै भयो भने कुन व्यक्तिसँग कुरा भयो कति बेला भयो नाम त होला नि त, एउटा जरुरी कुरो त्यो छ। फेरि उहाँले एमओडीको कुरा गर्नुहुन्छ 18 वर्षदेखि माथिको त्यो इमिग्रेसन कुरो होम अफिसको कुरो हो, त्यो अलिकति मेल खाएन होइन। अनि उहाँले मैले गरेको 2 दिनमै जवाब भन्ने कुरो त उहाँ युके त्यत्रो आइरहनुहुन्छ, राजनीतिको कुरा गर्नुहुन्छ। युकेमा फ्रिडम अफ इन्फर्मेसन एक्टले जुनै पनि गभर्मेन्ट संस्थालाई तपाईँले जुनै विषयमा पनि इन्क्वायरी गर्न सक्नुहुन्छ, जसमा म्याक्सिमम 28 दिनभित्र तपाईँलाई अब्लिगेसन हुन्छ, उहाँले जवाब दिनैपर्छ। मेरो सवाल चाहिँ उहाँले 2 दिनमा दियो भनेको अर्थ चाहिँ त्यहाँ सच्चाइ छैन, त्यो 1 दिन पनि लाग्दैन नि त है। र त्यो पत्रमा त्यो व्यक्तिको नाम इमेल टेलिफोन डल्लै छ। र मैले होइन तपाईँ प्रेसकोले उहाँले जुनै इच्छुक वर्गले त्यो व्यक्तिलाई फोन गर्न सक्छ होइन। मैले चाहिँ यो चाहिँ एउटा धर्म नै ठानेर खुल्ला पारिदिएको, किनकि यस्तो कुरो उहाँहरूले पहिला धेरै गर्नुभयो, मैले त्यसमा केही चासो पनि दिन्न। उहाँलाई त्यो भाषण दिने मान्छेलाई गफ लाउने उहाँको इच्छा थियो, त उहाँको सायद हबी पनि हुनसक्छ र त्यसमा मलाई इच्छा छैन। तर यो यत्रो इम्पोर्टेन्ट मोडमा अहिले सबै संस्था आएको बेलामा त्यसरी यो मान्छेलाई फेरि विलम्बमा पार्नु मिसलिड गर्नु एउटा जिम्मेवारी व्यक्तिको काम होइन। भएन उहाँ त एउटा एकदम मानिएको लिडर, लिडरलाई चाहिँ यो हैसियत दिँदैन क्या। त्यसले भएर मैले खुल्ला गरिदिएको। अहिले पनि उहाँलाई भन्छु म, उहाँले जुन मैले मान्छेले मलाई जवाब दियो उहाँलाई मैले डाइरेक्ट अप्रोच गरोस्, उहाँ कुन व्यक्तिसँग बात मार्नु उहाँको नाम दियोस्, उहाँलाई चाहिन्छ भने उहाँ मसँग आएर डिबेट बसोस्। उहाँ र म आई एम रेडी टु मिट हिम एनी टाइम अन्डर एनी टेलिभिजन।
तर खुल्ला रूपमा। अनि मेरो एउटा प्रिन्सिपल के छ भने हाम्रो मेम्बरहरूलाई पनि थाहा छ, मैले भनेको कुरा पनि विश्वास नगर जबसम्म म फ्याक्ट एन्ड फिगर दिँदैन तपाईँहरूलाई। कुनै पनि कुरा गर्दाखेरि एभिडेन्स चाहिँ हुनैपर्छ नि, भन्नु त म जे भन्नु पनि सक्छ नि। अब एभिडेन्सै छैन भने त कसरी तपाईँले त्यसलाई मान्यता दिने? त्यही त अब यो परमबहादुरको कुरोले गर्दाखेरि भनौँ न गोर्खाहरूमा चाहिँ अलिकति सङ्घ संस्थाहरू बिचमा पनि अलिकति भनौँ न उसले हामी यो गऱ्यौँ भन्नुहुन्छ, तपाईँहरूले चाहिँ अब तपाईँहरूले जानु फिगर चाहिँ देखाउनु भयो होइन, फ्याक्टहरू देखाउनु भयो। उता चाहिँ तपाईँको चाहिँ अब सत्याग्रह सङ्घर्ष समितिको आफ्नै चाहिँ अब मागहरू लिएर अब आन्दोलनरत हुनुहुन्छ होइन। र तपाईँहरूको चाहिँ 3टा उद्देश्यमध्ये चाहिँ 2टा उद्देश्य तपाईँहरूको अहिले पुरा भइसकेको अवस्था छ। अब समान पेन्सनको मात्रै तपाईँहरूको कुरा छ। के छ यो समान पेन्सनको चाहिँ अहिले कहाँनिर तपाईँहरूको यो आन्दोलन कहाँनिर अहिले गुडिरहेको छ? समान पेन्सन भन्दा एक स्टेप अघि हजुरको फ्याक्ट एन्ड फिगरको कुरा गर्दै एउटा मलाई भन्नु जरुरी के पऱ्यो भने जुन चाहिँ यो 2009 मा ठुलो सेटलमेन्टको ऐतिहासिक भनौँ न मुभमेन्ट चल्यो र सफलतापूर्वक यसलाई अब उतारे भनौँ न होइन। त यसमा फाइनल प्राइभेट मिटिङमा सब संस्थाबाट बोलाएको थियो। विटनेस प्यानलमा म थिएँ, ज्ञान भाइ हुनुहुन्थ्यो, टिम हिबर हुनुहुन्थ्यो, हावाई कम्पनीका एउटा सदस्य हुनुहुन्थ्यो र हाम्रो जिटिआरको लेफ्टेनेन्ट साहब हुनुहुन्छ, उहाँको नाम अहिले अलिकति बिर्सेँ मैले, उहाँ जनरल रुमले क्याबिनेट रुमले अगाडि हिँड्नुहुन्थ्यो। त्यसखेर फेरि यता अडियन्सको बक्सामा हाम्रो पदमजी, उहाँको साथमा डाक्टर चन्द्र गुरुङ, हाम्रो ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका पिआर प्रकाश, हाम्रा सेक्रेटरी छत्र राई वर्गहरू चाहिँ अडियन्समा हुनुहुन्थ्यो क्या। त्यति बेला बिरगोसले पेस गरेको फिगरले धेरै ठुलो भूमिका खेलेको छ। किनकि त्यति बेला सेटलमेन्टमा पनि 36,000 गोर्खाली यहाँ आउँछ, 1.45 बिलियन खर्च हुन्छ भन्दाखेरि हामीले त्यही फ्याक्ट एन्ड फिगरको कुरा आउँछ। फ्याक्ट एन्ड फिगर हामीले पेन्सन गएको डेट देखाएर हिसाब गरेर आयो भने 10-15 हजार आउँछ भनेर पस गर्दाखेरि किट भ्याटले त्यति नै बेला हुनुलाई अब हिसाब निकाल भन्दा 36-37 मिलियनको हिसाब निकालेर यो तहमा आएको। त त्यसमा एउटा इन्ट्रेस्टिङ पोइन्ट के पनि छ भने किट भ्याटले त्यति बेला हामीले हाम्रो मुद्दा यता यो उसमा यहाँको हाइकोर्टमा थियो, किट भ्याटले पेन्सनको पनि कुरा निकाल्दाखेरि मैले हामीले हालेको छौँ भनेर यसलाई बस अगाडि बढाउनु दिएन। त चोना लुम्लीले नै उठेर अहिले सेटलमेन्ट र पेन्सनको कुरा नगरौँ, दुईवटा बेग्लै सेपरेट हो भनेर पेन्सनको कुरा गर्नु दिएन। तर मैले अहिले तपाईँलाई भन्नु किन जरुरी देखेँ भने चाहिँ फ्याक्ट एन्ड फिगरले चाहिँ त्यसरी मद्दत पुऱ्याउँछ। हाम्रै फ्याक्ट एन्ड फिगरले भएको कुरो हो यो चाहिँ तपाईँको त्यही रुममा पदमजी र चन्द्रजी हुनुहुन्थ्यो। अब उहाँहरूले होइन भनेर चाहिँ यसमा भन्यो भने चाहिँ यो चाहिँ अचम्मै हुन्छ। पेन्सनको कुरा हामीले सिधा सादा के राखेको छौँ भने एकैछिन यो जवाहरलाल लुम्लीको कुरा आयो। हजुर हजुर जवाहरलाल लुम्ले चाहिँ अब गोर्खाहरूको अधिकारको चाहिँ उहाँले चाहिँ निकै महत्त्वपूर्ण भूमिका खेल्नुभयो, निर्वाह गर्दै आउनु भएको छ होइन। अस्ति चाहिँ ज्ञानराज राईको चाहिँ आमरण अनसन तोड्नमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो। तर अहिलेसम्म उहाँले चाहिँ समान पेन्सनको बारेमा कतै बोलेको सुनिएको छैन। यसमा के हुनसक्छ? अब मलाई अप्ठ्यारो लाग्छ यो भन्नु, तर मेरो आफ्नो पर्सनल भ्यू राख्छु म होइन। यो सेटलमेन्टको जुन चाहिँ ठुलो उहाँको ट्रु एन्ड फ्लो मिटिङहरू भइरहेको थियो होइन, 2टा मिटिङ चाहिँ तपाईँको पिटर क्यारोल र जनरल लुम्लेको भएको गवर्डन ब्राउनसँग। त त्यो विटनेस छैन भित्र के भयो सायद सम्झौता थियो कि पेन्सनको कुरा नगर भन्ने। किन पेन्सनले चाहिँ पैसामा असर पर्छ, डिस्क्रिमिनेसन देखिन्छ, गभर्मेन्टलाई लाज हुने कुरो हो नि त। अब पेन्सन केस जित्नु भन्ने कुरो पैसा मात्रै नभएर यत्रो साल चाहिँ डिक्लेरेसन भएर छ भन्ने कुरो पनि जाहिर हुन्छ, प्रमाणित हुन्छ। त त्यो अप्ठ्यारो छ। जुवानालाई लेखेको हामीले, उहाँले उहाँको फुर्सद छैन भन्नु ठिकै हो, अब उहाँ बिजी हुनुहुन्छ सधैँ हाम्रै आन्दोलन पछि लाग्नु मिल्दैन। तर उहाँले त्यत्रो अब गोर्खालीलाई चाहिँ म मेरो छ सपोर्ट भन्छ भने एक लाइन प्रेसमा भनिदिएको हुन्थ्यो नि त। अब उहाँ आउनु पर्दैन नि, यो जुन अहिले पेन्सनको कुरो चाहिँ जायज छ, इक्वलिटी पाउनुपर्छ मात्रै भनिदिएको पनि पुग्ने थियो। तर उहाँले त्यो पनि भन्नु भएन होइन। अर्को कुरो सेटलमेन्टले गर्दा दुनियाँ मान्छे यहाँ आयो, त्यसमा ज्वालालाई अब धेरै नै उहाँको हात छ। सायद यो अब भोक हडताल बस्दा पनि उहाँलाई डर भयो कि ज्ञानराजी त पक्का खसिनु भएको थियो, सरकार पनि चुप लाग्यो होइन। यतावत केही भइदिएको भए त उहाँलाई पनि अलिकति एउटा गिल्टी कन्सियस हुन्थ्यो कि त्यो आधारमा उहाँ आउनुभयो कि आखिरीमा आएर पनि त उहाँले पेन्सनको लागिसम्म कुरा गर्नु भएको छैन नि त। अब फेरि त्यो अहिलेको जुन तपाईँहरूको अहिले
BGWSले अहिलेसम्म समान पेन्सनका लागि गरेका जति पनि आन्दोलनहरू छन् होइन तपाईँहरू अब अदालतमा जानुभयो होइन विभिन्न चाहिँ अब तपाईँको राजनीतिक तहमा तपाईँहरूले चाहिँ विभिन्न व्यक्तिहरूसँग भेट्नुभयो त्यसको बारेमा हाम्रो आदरणीय दर्शकहरूलाई अलिकति यो कहाँसम्म पुगिरहेछ त यसो बताइदिनुहोस्। यसमा मूल कुरो मान्छेले बुझ्नुपर्ने इक्वल पेन्सन भन्ने के हो त भन्छ। कतिले चाहिँ पोस्ट 97लाई मात्रै हेरी कसरी के भन्छ। खुल्ला रूपमा भन्दाखेरि सम्पूर्ण रिटायर्ड गोर्खालाई हामीले साथमा लिएर अगाडि गएका छौँ। प्री 97लाई किन छुट्यायो हेर्नुहोस्। त्यो 2005तिर हामीलाई जब यो ब्रिटिस पेन्सनमा अप्सन दियो नि पोस्ट 97लाई र तिमीहरूले यो पनि लिनुपर्छ भन्ने अप्सन दिँदा चाहिँ पहिला गएकोलाई त अप्सनै दिएन। पहिलो कुरो हाम्रो के छ भने हामीले चाहिँ अप्सन पायौँ प्री 97ले किन पाएन एउटा कुरा उहाँलाई किन छुट्यायो भन्ने कुरो। अर्को कुरो पोस्टलाई अप्सन त दियो तर सर्भिस चाहिँ पोस्ट 97लाई चाहिँ वर्षाधनी त्यहाँ वर्षको हिसाबमा गोरा पेन्सन पाउने तर 97 भन्दा अगाडिको सर्भिस चाहिँ 3:1 4:1 दर्जा हेरेर मात्रै त्यसको मूल्याङ्कन गरियो कि र त्यो त जायज भएन कि तपाईँले भुलाइदिनु पऱ्यो कि दिँदै नदिनु पर्ने भने यो दुईवटा विषय लिएर गएको छौँ हामीले खालि सिम्पली क्या। र हामीले चाहिँ माग सिम्पल गोरा छ दिनुहोस् होइन। जस्तो अब गोराको 2 वर्ष पेन्सन गरेछ भने 60 सालमा गएर उहाँले प्रिजर्भ पेन्सन पाउनुहुन्छ सोही अनुसार हामीलाई पनि त्यही दिनुहोस् होइन। 15 सालको जो हिसाब पाउँछ त्यही 15 सालको दिनुहोस्। नथिङ अबभ नथिङ लेस त्यो सिम्पल लिएर गएको छौँ अहिले। र अब युरोपियन कोर्टमा पुगेको छ उहाँहरूको एउटा मजबुत आर्गुमेन्ट मात्र उहाँहरूको के देख्छ उहाँले जहिले पनि त्यो बारम्बार राख्ने उहाँहरूको आर्गुमेन्ट त्यही हो कि होइन हामीले 15 सालमा इमिडिएटली दिइहाल्छौँ र 60 सालसम्म पुग्नुसम्म त 30-35 हजार खाइसकेको हुन्छ भनौँ न अब धेरै नै पैसा 60,000 कति हिसाब गर्छ उहाँहरूले होइन र फाइदै छ भन्ने कुरो के। अच्छा हाम्रो भनाइ चाहिँ फाइदा बेफाइदाको यसमा कुरो आउँदै आएन मूल्याङ्कन त आउला तर प्रिन्सिपलको कुरो पनि यसमा एकदम जरुरी छ नि त। मान्छेलाई चोइस त दिनु पऱ्यो नि त। यो 2टा पेन्सन स्किम छ तपाईँले के लिनुहुन्छ त भन्नु त पऱ्यो त्यो अप्सन त दिनु पऱ्यो नि। एउटा मानव अधिकार पनि छ नि त्यसमा त्यो आधारमा हामीले यसलाई चाहिँ अगाडि बढाएको छौँ क्या। अहिले तपाईँको यसरी नै बढिरहेको हजुर भर्खर बिजिनेसले लगेको त केस त हाम्रो मात्रै होइन हामी सम्पूर्ण एउटा संस्थाहरूको जो अहिले यो युरोपियन कोर्टमा छ तपाईँहरूको जी। अब आखिर 24 जनवरीमा चाहिँ हाम्रो लास्ट हाम्रो आर्गुमेन्ट एमओडीले पनि हाम्रोलाई एमओडीले जवाब दियो। एमओडीलाई पनि टाइम लाग्यो 3-4 महिना लगाएर जवाब दियो हाम्रो आर्गुमेन्टलाई। त्यो आर्गुमेन्ट हाम्रोमा आएछ। अब एउटा यसमा नौलो कुरो के रहेछ भने यहाँ लोकल कोर्ट अफ जस्टिसमा नदिएको एभिडेन्सहरू उहाँहरूले टक्राउनु भएको छ। त्यसलाई चाहिँ हामीले काउन्टर च्यालेन्ज गर्यौँ कि लोकलमा के दिएको थिएन यो एभिडेन्सहरू त्यसले गर्दा हामीलाई न्याय चाहिन्छ भनेर 24 जनवरीसम्म पुऱ्याएको छौँ। अनि यो अब पेन्सनको चाहिँ अहिले हामी कुराकानी गर्दै थियौँ होइन। हजुर अब यो पेन्सन चाहिँ जो अहिले तपाईँको युरोपियन कोर्टमा छ यसमा चाहिँ एकदमै बुझ्ने भाषामा चाहिँ हाम्रो दर्शकहरूलाई भनिदिनुहोस् कि त्यो समान पेन्सन जुन तपाईँहरूले जुन लागि जुन अदालतमा जुन तपाईँहरूको छ त्यो जित्ने आधार के छ? जित्ने त अब हेर्नुहोस् विश्वासले नै हामी अगाडि बढेको हो। नभए त अब हार जित त त्यही कोर्टले फैसला गर्छ तर जित्ने आधार र एउटा भगवान्माथि पनि विश्वास राखेको छु 80% त भनौँ न हामी आशामै राखेको छौँ किन उहाँहरूको पनि नेचुरली आर्गुमेन्ट कडै छ। 80% होप राखेर अगाडि गएको छौँ। जोस योस् 80% भनेपछि तपाईँहरू चाहिँ पक्का पनि जितिन्छ भन्ने आशा त राख्नै पर्छ। हेर्नुहोस् किन जति भएको आर्गुमेन्ट पेस गरेको छौँ त्यहाँबाट त तपाईँको केही तपाईँले त्यसमा थप्नै मिल्दैन कि यो कहिलेसम्म यो चाहिँ मेरो विचारमा जनवरी भनेपछि त्यसको 6 महिनाभित्र त निश्चय पनि यसको रिजल्ट आउनुपर्ने छ। जियोस् अब 6 महिनाभित्रमा हाम्रा चाहिँ सबै चाहिँ संस्थाहरूले समान पेन्सन चाहिँ अब भनौँ युरोपियन कोर्टबाट चाहिँ निर्णय हुन्छ त्यसको चाहिँ अब चाहिँ पाउने नपाउने त्यतिखेर तपाईँको निर्णय हुन्छ। र तपाईँलाई चाहिँ एउटा आरोप पनि लाउने गरेका छन् जस्तै अब तपाईँ एमओडीमा काम गर्नुहुन्छ होइन एमओडीसँग मिलेर विभिन्न चाहिँ कामहरू गर्नुहुन्छ उहाँ चाहिँ अब एमओडीको भाषा बोल्नुहुन्छ भन्ने आरोप छ। यो आरोपलाई कसरी खण्डन गर्नुहुन्छ? मलाई यसमा अचम्म के लाग्छ अघि मैले तपाईँहरूलाई भने फ्रिडम अफ इन्फर्मेसनको एउटा कुरा भने अब जुन मान्छेले आरोप लगाए युके आएको बसेको धेरै नै भइसक्यो उहाँहरूलाई थाहा हुनुपर्ने यो तपाईँको एउटा डेमोक्रेटिक कन्ट्री हो।
यहाँ चाहिँ तपाईँको म ट्रेड युनियनमा पनि सहभागी छु होइन। भनेर तपाईँले हेर्नुहोस् गभर्मेन्टमै काम गर्ने कर्मचारीहरूलाई ट्रेड युनियन खोल्ने दिन्छ, पाउँछ। त्यो के तपाईँको तलब पुगेन के गर्नु बाहिर सडकमा हिँडिरहेको हुन्छ। त्यही सरह म पनि एउटा के अरे सरकारी कर्मचारी हो, मैले भोइस गर्नु मिल्छ। र जुन मैले अहिले भोइस गरेको चाहिँ पछिल्लो भाग हो, पहिलाको सर्भिस हो। जस्तो म एमओडीमा काम गरेर अहिले मेरो जागिरी जुन छ त्यो विषय लिएर मलाई गर्नु चाहिँ अफिसियल सिक्रेट एक्टले पनि दिँदैन। र जुन गरेको वेलफेयरको चाहिँ मलाई दिन्छ। नभन्दै मलाई तपाईँहरूलाई थाहा छ सस्पेन्सन पनि गर्यो, तर मेरो केस स्ट्रङ भएकोले गर्दा एमओडीको पनि केही लागेन। र उहाँहरूले के चाहिँ भन्यो अबदेखि प्रेस जानु अगाडि खबर गर भन्नेसम्म भन्यो। त्यो त एउटा तपाईँको फर्मालिटी मात्रै भयो, किन कुरो केही थिएन। गभर्मेन्टको अब भनौँ सबमरिन यहाँ छ, गभर्मेन्टको डिफेन्समा यो भयो भन्ने कुरो त होइन। यो भुपु गोर्खालीको र मलाई पनि असर परेको कुरोमा चाहिँ यहाँ चाहिँ बोल्नु पाइन्छ। त्यो त यहाँ आएको त्यत्रो वर्ष भयो हाम्रो दाजुभाइहरूलाई थाहा हुनुपर्ने कुरो हो। त्यो थाहा हुनुपर्ने कुरो हो। जे होस् तपाईँलाई चाहिँ अब एमओडीसँग मिलेछ भन्ने आरोप चाहिँ लाउँदै गर्छन्। र अस्ति पनि यो जुन तपाईँले जुन एउटा एमओडीबाट चिठी ल्याउनुभयो, तपाईँ पत्रचार गर्नुभयो, पत्रको तुरुन्तै रिप्लाई आयो। त्यो कुरोलाई पनि अब सामाजिक सञ्जाल फेसबुकमा चाहिँ कतिले टिप्पणी गरेका छन् कि तपाईँ चाहिँ पक्कै पनि नमिलेको भए यति चाँडो चाहिँ अब चाहिँ रक्षा मन्त्रालयबाट पत्रचार हुने थिएन भन्ने जस्ता कुराहरू पनि टिप्पणी गरेका थिए। त्यही प्रसङ्गमा मैले यो अघि मैले त्यो तपाईँलाई पहिले खुला गरेको त्यस कारण मैले कोट्याएको र आज हामी चाहिँ एकदमै यो कुराकानीको अन्तमा आइरहेछौँ। र यो हाम्रा जति पनि जुन हाम्रो everestime.net हेर्नु भएको छ, जति पनि दर्शकहरू अहिले हुनुहुन्छ उहाँलाई चाहिँ अब तपाईँको एउटा यो ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीको तर्फबाट अब केही नयाँ केही भन्न चाहनुहुन्छ कि? नयाँ भन्नाले तपाईँहरूले अब बुपु गोर्खालीको भनौँ न छोटो उसमा प्याकेजमा हजुरहरूलाई मैले बुझाएँ। बुझ्नु भयो भने उहाँहरूले इन्डिभिजुअली मलाई सम्पर्क राख्न सक्नुहुन्छ। एउटा मलाई तपाईँहरूको यो एभरेस्ट टाइम्स.netको पनि तपाईँहरूलाई शुभकामना। यो आई थिङ्क इट वाज अ भेरी मच निडेड टुल युकेमा। स्वच्छ प्रकारले तपाईँहरूले जुन प्रकारले पेपरमा काम गरिरहनु भएको छ त्यो अनुसार तपाईँहरू अगाडि बढ्नुहोस्। यही युकेकै तपाईँको के अरे मिडियाको आधारमा जुन यहाँको उहाँको प्रिन्सिपल छ नि त्यो तपाईँहरूले राख्नु भएको छ, त्यो एकदमै इम्पोर्टेन्ट कुरो छ। र यही अवसरमा हाम्रो सम्पूर्ण अब हेरेर बसेको भनौँ न दाजुभाइहरू, दिदीबहिनी, बाबा आमाहरूलाई चाहिँ मेरी क्रिसमस अनि ह्याप्पी न्यु इयर। अनि हजुरहरूलाई थ्याङ्क यू भेरी मच। तपाईँलाई पनि हामीलाई महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा हाम्रो एभरेस्ट टाइम्स परिवारको तर्फबाट मुरीभरि धन्यवाद दिन चाहन्छौँ। र दर्शकहरू, आज हामी चाहिँ यो ब्रिटिस गोर्खा भूतपूर्व गोर्खाहरूको चाहिँ अहिलेको पछिल्लो अवस्था के छ त भन्ने सम्बन्धमा हामी BGWS का अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दलदेवानसँग हामी कुराकानी गऱ्यौँ। र यस सम्बन्धमा तपाईँहरूको कुनै प्रतिक्रिया भए हामीलाई everestime.net मार्फत हामीलाई चाहिँ इमेल गर्न सक्नुहुन्छ। everest-times@hotmail.com मा यहाँहरूको प्रतिक्रिया यहाँले छोड्न सक्नुहुन्छ। र अरू हामीलाई चाहिँ तपाईँहरूको सल्लाह सुझावको हामी अपेक्षा गर्छौँ। र आज यति भन्दै यहाँसँग यो हामीलाई क्यामेरामा साथ दिनुहुने हरिमान गुरुङ र म प्रस्तोता पूर्ण गुरुङलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।